हामी धेरै किन थाक्छौँ थाहा छ? हामी आफ्नो लाइफभन्दा अरूको लाइफ हेरेर दौडिरहेका हुन्छौँ। अरूले कति कमायो, कति एचिभ गर्यो, अरूको रिलेसनसिप पर्फेक्ट लाग्छ, अरूको बडी, अरूको सक्सेस अनि अरूको लाइफस्टाइल पर्फेक्ट लाग्छ। सामाजिक सञ्जाल खोलेर हेर्दा अरू सबै अगाडि बढेको जस्तो लाग्छ, तर आफू पछाडि छुटेको जस्तो। हामी अरूलाई हेर्न यति व्यस्त हुन्छौँ कि आफूलाई हेर्न नै बिर्सिन्छौँ। आफ्नो स्ट्रेन्थ के हो, आफ्नो गति कस्तो छ अनि आफू कति टाढा आइसके, यो सबै भुलिदिन्छौँ। जब हामी कम्पेयर सुरु गर्छौँ, कन्फिडेन्स घट्दै जान्छ, शान्ति हराउँछ अनि आफू पर्याप्त छैन जस्तो लाग्न थाल्छ। तर हामी जुन दिन अरूलाई हेर्न छोडेर आफ्नो उपलब्धि हेर्न सुरु गर्छौँ, त्यो दिन जीवन हलुका हुन्छ अनि रियलाइज हुन्छ कि हामी अरूसँग दौडमा छैनौँ, केवल आफ्नै यात्रामा छौँ। अरूको च्याप्टर 10 सँग आफ्नो च्याप्टर 2 कम्पेयर गर्न छोडिदिनुहोस्। जब हामी अरूलाई हेर्न छोड्छौँ, त्यही बेला आफूलाई भेट्न सुरु गर्छौँ। अरूसँगको तुलना छोडेपछि हामी आफू ढिले भए पनि आत्मविश्वास कायम रहन्छ। आफूसँग कम भए पनि कृतज्ञ भइन्छ अनि सानो उपलब्धिमा पनि गर्व गर्न थालिन्छ। तपाईँ ढिलो हुनुभएको छैन, तयार हुँदै हुनुहुन्छ। सधैँ याद राख्नुहोस् कि फुलहरू एउटै समयमा फुल्दैनन्, तर समय सबैको आउँछ।